हेलो गाइज, वेलकम बैक टू माई च्यानल। स्वागत छ तपाईले शारदा ब्लगमा। र आज खास कुरा के हो भने आज हो मेरो बर्थडे र बर्थडेको केही प्लानिङ छैन। बिहानै बाबुहरूले खानासाना खुवाएर स्कुल पठाइसकेको छु र अहिले म पनि नहाएर पूजा गरेर खाना खाइसकेको छु र यसरी बसेको छु। सोचिरहेको छु आज के गरौँ किनकि केही प्लानिङ छैन बर्थडेको। र अहिले चाहिँ दिमागमा आएको छ मम्मीले भेट्न जाऊँ भनेर। अहिले म गइरहेको छु मम्मीले भेट्न र आजको दिन मेरो के कस्तो रहेछ म हजुरलाई हेराउन चाहन्छु। र गाइज म चाहन्छु कि हजुरहरू प्लिज यो भिडियो हेर्नु र मेरो चाहिँ च्यानललाई सपोर्ट गर्नु र लाइक सेयर गर्नु, किनकि मेरो सब्सक्राइबर भइसकेको छ तर वाच टाइम पुरा नभएको कारणले गर्दा मेरो चाहिँ गुगलबाट लेटर आइरहेको छैन। गाइज मलाई सपोर्ट चाहियो हजुरहरूको, प्लिज गाइज सपोर्ट मी। गइरहेको छु रेडी हुन मम्मीले भेट्नको लागि। हाले मम्मीले भेट्नको लागि खेल्दै हुनुहुन्छ, रेडी भइसकेको छु। गाइस म र मौसीले जाँदैछौँ मम्मीको घर भेट्नको लागि। मेरो मौसीजीको चस्मा लिन आएको छौँ। यहाँ चस्मा पसलमा भाइको चस्मा पसल हो। यो मेरो भाइ चलाउनको लागि फ्रेम चाहिँ हेर्दै हुनुहुन्छ। अहिले चस्मा को लागि फ्रेम चाहिँ लिइसकेको छौँ हामीहरू। हेर्नु मेरो मौसीले लाउनु भएको छ चस्मा, त्यही चस्मा लिएको मेरो मौसीले। म पार्टी खुवाइरहेको छु कोक र मिठाई। मौसीले पार्टी खुवाएर अब लागिरहेको छु मम्मीको घर हेर्नु। यहाँ मिठाई छ, मौसीले कोक पिनुमा मिठाई खानु।